यो पनि अनि मलाई त्यस्तो धेरै बोल्न नि आउन्न यो नि अब के हरेक 12-27 कुराहरु छन् हेलो वेलकम ब्याक टु माई च्यानल आज नयाँ ब्लगको साथमा म आउँदै छु आज चाहिँ म कुदिरहेको छु धेरै किनभने ट्रेन छुट्न आँटेको छ अनि आज नयाँ ठाउँमा जाँदैछु फेरि पनि अर्को ट्रिपमा अब म बिस्तारै देखाउँदै जानेछु ट्रेन कुद्ने ठाउँमा आइसकेको छु कुद्दा गरेर ट्रेन चाहिँ यहाँबाट आउँछ हैन अनि जाने हो आज अनि आज चाहिँ थोरै मतलब के भन्छ पहिला मैले बुझेदेखि एउटा चीज म चढ्छु भने थिएँ सोचेको थिएँ दिमागमा मतलब थोरै सानो एम जस्तो त्यो पुरा हुनेछ सो फाइनल्ली म चाहिँ चढ्ने ठाउँमा आइसकेको छु के चढ्दैछु होला भनेर तपाईहरुलाई देखाउँछु है त देख्न सक्नुहुन्छ पछाडिपट्टि ठुलो क्रू छ यो क्रू चाहिँ म चढ्न लागिछु आज चाहिँ अलिकति ह्याप्पी पनि छु देख्न सक्नुहुन्छ यत्रो ठुलो क्रू छ अनि यता हाम्रो टिकटहरु जाने बाटो छ जाँदैछौँ अनि टिकट चेक गरेर यो क्रूमा जाने हो आज सो हामी चाहिँ क्रूभित्र छिरिसक्यौँ अनि रुम पनि फाइन भइसक्यो रुमहरू यता ढोकाहरू यस्तो छ अनि यतापट्टि यहाँ भयो यता भयो कत्रो फ्लोर छ देखाउँदै जान्छु यतातिर किनेर खान पनि पाइन्छ अनि यो चाहिँ माथि जाने भर्याङ हो यो पनि भरेतिर म गएर देखाउँछु यहाँदेखि तल यहाँदेखि माथि ट्याक्स फ्री तिर ट्याक्स फ्री तिर आएको अनि यता गेम खेल्ने ठाउँ पनि रहेछ हो यतिखेर हिँड्ने हो सबै हुने रहेछ क्या यहाँनिर किन्ने यहाँनिर ज्ञान गुणका पढ्नेहरू पनि अनि मासतिर रेस्टुरेन्ट होला यहाँ तलतिर ट्याक्स फ्रीको होला अब अहिले एकछिनपछि जाने योभन्दा माथि कति तलामा छ 7 तलामा छौँ अझ योभन्दा माथि जान्छौँ अहिले चाहिँ अहिले भरै नथाकेसम्म घुम्ने हो अनि त्यसपछि घुमिसकेपछि अनि त्यसपछि बस्ने हो कोठामा त्यसपछि चिरिप्प हान्दै 8 तलाबाट अब 9 तलामा जाँदैछौँ 9 तलामा पुगेर अनि 10 11 तला भनेर देखाइरहेछ 11 तलाई चाहिँ जाने हो अनि यो चाहिँ 9 तला यसमा चाहिँ त्यस्तो केही रहेनछ कि क्या हो बेडहरू त्यो झ्यालवाला बेडहरू मात्रै रहेछ अर्को 10 तला माथि जाने हो 10 तला माथि पुरानो बोटको चित्रहरू यहाँ रहेछ राखेको छ 10 तलामा पनि केही छैन कि क्या हो त्यस्तो रेस्टुरेन्टहरू केही 10 तलामा पनि बेड मात्रै रहेछ अनि 11 तला लास्ट तला होला सायद योभन्दा माथि चाहिँ छैन कि क्या हो है योभन्दा यता त फुटबल ग्राउन्ड हो कि क्या हो कस्तो राम्रो छ भाइ कस्तो बबाल छ है यता त मान्छेहरू म आएपछि पाउँदैछन् ढुङढुङ वाह 12 तल यत्रो ठुलो मेसिन छ है के हो यो हेलिप्याड जस्तै छ यो यस्तो अनि कतिखेर घुमेर सकाउनु त यत्रो त है यो इन्जिन एरिया होला सायद यता बसेर खान मिल्ने रहेछ आज घाम लाग्यो भए त यतातिर यो चौतारो टक्क बसेर खानुहुन्थ्यो यार कस्तो मजा हुन्थ्यो होला उताबाट पनि झर्ने ठाउँ रहेछ आम्बो यहाँभन्दा उता त के जानु होला र साइडमा त होइन तर छ निकै ठुलो छ उहाँ परसम्म छ पर पनि एउटा चाहिँ लास्टै ठुलो छ होइन फेरि म चाहिँ वाइल्ड भएर एक्लै डुलिरहेको छु कि हाम्रो दाइ यता रहेछन् यता तरिक कस्तो यस्तो ओह्राले रहेछ कि क्या हो बा यो हो नि त यार कस्तो राम्रो यार
आम्बो कस्तो राम्रो यार यो बोट कत्रो ठुलो यहाँदेखि त्यहाँसम्म नै मोबाइलको फ्रेमै हट्दैन भने के कत्रो ठुलो हो क्या होइन सो घुम्दैछु अब एकछिनपछि गुडेपछि म निस्किन्छु सायद यो पानीले चाहिँ हे दैव पानी नपर्देऊ सदैव भन्न त मिल्दैन तर आज भोलि पर्सि 3 दिनलाई चाहिँ पानी नपर्दियो भने चाहिँ बब्बाल हुन्थ्यो बब्बाल गर्छ त चाहिँ लास्टै ठुलो छ यार अनि उहाँ पर ओस्टरपोर्ट डेनमार्क देखिरहेछ अब म झर्छु अनि रुमतिर जान्छु अनि भरेतिर यो जब गुड्न थाल्छ अनि त्यसपछि म बाहिर निस्किन्छु है त अनि कुद्न थालिसक्यो यहाँनिर देख्न सक्नुहुन्छ होइन कुदिरहेछ यो मौसमले चाहिँ आज तर मेरो टोपी हावाले उडाउला जस्तो छ मेरो टोपी हावाले उडाउला जस्तो छ यता मेसिन बल परिरहेछ उहाँ तलदेखि हामी आएको होइन अनि हामी चाहिँ जाँदैछ मेरो टोपी पो हावाले उडाउला जस्तो गर्छ है टोपी नै लाउँदिनँ लु जा अरे टाउको दुख्यो भने चाहिँ फेरि गाह्रो होला वहाँ पर त सबमरिन हो कि क्या हो यतातिर ट्याक्स फ्री सबै सामानहरू हो अनि म त्यतातिरै अनि मेरो साथीहरू पनि त्यतैतिर छ खोज्दै खेलिरहेको छु अनि मासतिर टपमा गएको थिएँ मेरो टोपी चाहिँ क्या उडाइदिइरहेको थियो कि उसले अनि बोट चाहिँ कुदिरहेछ सुन्नु कुदिरहेछ तर यहाँ नजिकै अस्तरी भट्टा हुँदो रहेछ रक्सी खोज्दैछौँ हामी चाहिँ रक्सीको आइटमहरू खोज्दैछौँ अब भरे राति त रमाइलो गर्नु पऱ्यो कुन खाऊँ भनेर खोजिरहेको छु हेरौँ अब कुन भेटिन्छ रक्सी खोज्दा यहाँ भेटेको छ यहाँ सानो रक्सी चाहियो कस्तो सानो रक्सी चाहियो कस्तो ठुल्ठुलो रहेछ है यिनीहरू यो भयो खालि 1 लिटरको वाला मात्रै रहेछ कति रहेछ 30,000 24,000 5 लाख जतिको रक्सी पनि र वाइन होला यो यता अनि यो चाहिँ हाम्रो रुम हो होइन अनि यहाँ ह्याङ्गर छ अनि यता चेककुचुक यस्तैहरू छ अनि यहाँ चाहिँ आज रातभरिको लागि हाम्रो रेडी भइसकेको छ अनि यस्तै अनि यहाँ माथि अर्को बेड छ अनि यो टिभी राम्रै छ ढोका यो टोयलेट बाथरुम कस्तो राम्रो देखिया छ सनसेट देख्न सक्नुहुन्छ कस्तरी हावा चल्या छ तर मोबाइल देखिरहेको छ खै कता हो समुद्रको बिचमा आछ अहिले चाहिँ ओस्लो आइपुग्यौँ नर्वे ओस्लो हामी आएको सिप चाहिँ यही हो होइन यसमा आएको अब यो रातो बसमा घुम्ने उयो हुँदैछ हाम्रो प्लानिङ हुँदैछ अब हेरौँ तर कस्तो दामी घाम चाहिँ लागेको छ वा कस्तरी त्यो तातो भइरहेछ क्या यस म सबै पातलो लाएर हिँडेको छु अनि तर ठुलो छ हामी आएको सिप चाहिँ कत्रो ठुलो छ सबजना मान्छेहरू यहाँ बसिरहेछ हामी यसमा घुम्ने प्लान गरिरहेछौँ अब हेरौँ कस्तो छ यसमा नि म देखाउँछु है त फाइनल्ली यसको पनि टिकट हामीले लिन्छौँ अनि अब ओस्लो घुम्ने ओस्लो हामी यहाँको सिप यो भयो हामी यो गाडीमा चढेका छौँ हामी 2 तले गाडीमा अब हामी चाहिँ जानलाई छौँ अब जानलाई तयारी हुँदैछ बस स्टार्ट गरिसक्यो हाम्रो यहाँ यो हामी आएको कुरो भयो यहाँबाट यस्तै कता हो जाने हो खै यो बसले कता घुमाउँछ त्यतै घुम्ने हो
गाडीबाट ओर्लेर 2-4 स्टपमा कति स्टपमा ओर्लेर अनि एउटा राम्रो ठाउँ के म्युजियम भन्ने ठाउँमा घुमिरहेछौँ। अनि तर राम्रो लाग्यो, भवाल रहेछ। अनि यहाँनिर झन् राम्रो म्युजियम के भन्छ, तर मलाई चाहिँ रमाइलो लाग्यो यो ठाउँ। अनि कस्तो राम्रो राम्रो ठाउँहरू रहेछ क्या। अनि के त्यहाँभित्र भनिरहेको थियो, अनि त्यहीभित्र मैले भिडियो राम्रो बनाउन नि पाइनँ क्या। अनि मान्छेहरू यतातिर कस्तो गइरहेछन्, त्योभित्र के हुँदो रहेछ। अनि मैले केही पनि भन्न पाएन। मेरो चस्मा यसो मिलाइदिएको नि बालेन चस्मालाई यस्तो गरिदिएको हेरेर त्यही भएर सो म देखाउँदै जान्छु। तर यो चाहिँ मलाई राम्रो लाग्यो, यताबाट हेर्दा चाहिँ मोबाइल देखाएको छ कस्तो देखिरहेछ मेरो नयाँ टोपीमा। गुडाँसहरू गुडाँस फुल्या रहेछ यता चाहिँ। अनि तल पनि जानु पाउँदो रहेछ, के गर्न गएको बच्चासँग। कस्तो खालको गुडाँस हो यो, रातो रातो फुल्ने। वहाँ पनि गुडाँस रहेछ। यो यसमा माछाहरू छ कि क्या हो। त्यत्रो धेरै कुकुर लिएर हिँडेर फेरि मान्छेहरू त सबै यतातिर त तलतिर जानुपर्छ कि क्या हो। अब हामी यता जाँदैछौँ, तर हाम्रो सबै मूर्तिहरू नङ्गै छन् र मात्रै हो। खैर केही छैन। यहाँ चाहिँ बुढाबुढी झगडा गरे कि क्या हो यो, के हो पुरै बुझिनँ। यसको हिस्ट्री केही होला, खोइ यता केही टाँसेन छैन, देखिँदैन अनि पढ्नलाई पनि। अनि हामीलाई गुगल म्याप दिएको थियो, त्यसमा पनि केही खासै थिएन, केही हिस्ट्रीहरू होला। अब थाहा नै छैन। थाहा नै नभएपछि अनि एउटा सानो फल्स रहेछ क्या हो। यहाँ पनि झगडा गरे हो कि क्या हो। वहाँ परतिर राम्रो देखिरहेछ। मलाई चाहिँ राम्रो लाग्यो यतातिर। अनि यतातिर जङ्गलै जङ्गल छ, अनि मासतिर पनि अनि पुरै देखिरहेछ। अनि यहाँ छ नि खोइ यो के हो कुन्नी। अनि माथिबाट खोइ यसको हिस्ट्री अघि गाडीमा नि सुन्नै पाइएन कि यो, खोइ कता बोर्ड पनि छैन कुना। अनि यहाँ मासतिर पनि छ जाँदै गरे। अनि एउटा के म्युजियम भन्ने चाहिँ त्यहाँ भन्दै थियो, राम्रो गरी यता आउनुपर्ने भएकोले सुत्थाइ भएन। वहाँ माथि झन् राम्रो रहेछ क्या। के हो, कसरी बना हो यो मूर्ति, कसरी बना हो यो मूर्ति होइन। मलाई चाहिँ एकदम राम्रो लाग्यो, तर कसरी बना हो भन्ने कुरा हो। है नेपालमा यस्तो पार्क हुनु भनेदेखि यस्तो छेउछाउ मान्छे बसेर दिमाग खराब। वहाँ मासतिर चाहिँ फुलै फुल जस्तो छ। त्यतातिर अब यस्तो छ। हाम्रो नि कहिले नेपालमा यस्तो हुन्छ यार, के खाली जग्गाहरूलाई यस्तो तिनकुनेमा यस्तो बनाइदिनुहोस् भनेर भन्नु नि कता हो कसलाई भन्ने हो। तिनकुनेमा यस्तो पार्क चाहियो भनेर भनिदिउँ होला भनेर भन्न चाहन्छु। तर अहिले भरे क तेरा बाउले भन्छ माटुक भन्छ। यस्तो बजारको यस्तो सिटीको बिचमा यस्तो ठुल्ठुलो पार्कहरू, तिनकुने यत्रो ठुलो एरिया त छैन, तर पनि यस्तो बनाइदियो भने राम्रो हुन्थ्यो। यस्तो राम्रो राम्रो यो फुल फुल्ने बेलामा आथ्यो नि झन् कस्तो हुन्थ्यो होला भाइ। यो मासतिर जाँदैछु होइन, अब हेरौँ कस्तो हुन्छ। खासमा मलाई त्यस्तो राम्रो भिडियो बनाउन आउँदैन होइन, म जस्तो हुन्छ देखाइदिन्छु। अनि यसो होइन जस्तो मैले देख्छु त्यही नै देखाइदिन्छु। मलाई त्यस्तो राम्रो बोल्न पनि आउँदैन खासमा होइन। अनि यतिकै नै यतिकै भिडियो क्याप्चर गर्छु अनि यतिकै हालिदिन्छु। मलाई त्यस्तो धेरै बोल्न नि आउन्न। मेरो साथीहरू चाहिँ पछाडि छन्, म चाहिँ भिडियो बनाउँदै अगाडि आइसकेँ। अनि
अहिले चाहिँ छप्प मास्तिर एउटा के रहेछ अनि त्यहाँ चाहिँ म चाहिँ हतार गएर भिडियो बनाइहालौँ भनेर अगाडि आएको छु अनि त्यही हो हैन जस्तो हुन्छ कस्तो हुन्छ हेर्दिम अब मलाई त्यस्तो धेरै फोटो खिच्नहरू पनि आउँदैन नि त भिडियोहरू बनाउनु त्यस्तरी आउँदैन यता यस्तो देखाएको छ बब्बाल देखाएको छ यार तर यार यस्तो पार्क त हाम्रो नेपालमा त यसो विदेशमा आएर हेर्ने मात्रै होला एउटा सानो पार्क बनाइयो भने अब के हरेक 12-27 कुरा छ यस्तो त सरकारले व्यक्तिले बनायो भने मात्रै हो व्यक्तिले पनि अब नेपालमा के चल्ला सरकारले त अब यतिकै हो लागिरहेछ बा यहाँ चाहिँ अलिकति मिस्टेक भएर पानी बाहिर आएछ तिर्खा लागिरहेछ यिनीहरूले पानी पिउने ठाउँ पनि ठाउँ ठाउँमा राखेको छैन है हुन्थ्यो त अरू बेला त अरू ठाउँमा हुन्थ्यो त मान्छेकै मूर्तिको मात्रै पुरा सिङ्गो एउटा उनै ठडाए जस्तो छ त हेर बा ए यहाँ त पानी झर्दै रहेछ नि त हैन कस्तो राम्रो राम्रो वरिपरि चाहिँ कस्तो राम्रो राम्रो पार्क भयो अन्त अचम्म लाग्छ कस्तो राम्रो राम्रो छ भने अनि थुप्रो महिनामा लगभग 2 वर्षको अन्तरालमा धलाधल गरेको पानीको आवाज सुन्न पाइयो कि क्या है मलाई त्यस्तै लाग्छ ला मेरो साथीहरू चाहिँ कहाँ छुट्यो फेरि यो ठाउँ छ यो पनि यो ठाउँको एकदम यो पनि फेमस हो क्या यो पनि त्यो चाहिँ अलिक टाढो हिँडेर अलिक टाढो पर्दो रहेछ कि क्या हो है अनि त्यही भएर त्यो ठाउँ अनि अघि मैले म्यापतिर पनि देखिरहेको थिएँ त्यो ठाउँ चाहिँ अलिकति फेमस नै रहेछ यो पनि अनि देखिरहेको थिएँ अनि त्यो ठाउँ पनि भरे मिल्यो भने जाने हो अनि यसो छुस्छ हारेर यहाँ पनि रहेछ कुन ठाउँमा छन् मेरो साथीहरू अहिले भरे हराउला फेरि फोन टावर पनि फोनको दिइरहेको छैन दिमाग खराब होला अहिले लास्टमा हामी यहाँको उहाँ देखियो पहाडहरू देखेकोले कस्तो आनन्द लागिरहेछ आज चाहिँ मलाई चिस्तलमा अब फर्किँदै गरेको अब हामी उता म्याकडोनल्ड जाने अनि बर्गर सर्गर केही खाजा नास्ताहरू खाने अनि त्यसपछि फेरि अघिकै ट्रेनमा अघिकै बसमा चढेर अर्को स्टपमा झर्ने अनि अर्को स्टपमा थोरै घुम्ने अनि त्यसपछि अर्को स्टपमा घुमेर फेरि अर्को अनि त्यसपछि फेरि चढ्ने अनि फेरि त्यस्तो प्लान छ अनि हामी लगभग अबको 2-3 घन्टामा चाहिँ अघि जहाँबाट आयौँ त्यहीँ पुग्नुपर्छ किनभने हाम्रो अब उयो छुट्छ त्यही भएर बर्गर सर्गर खाइयो अनि फेरि बस चढ्नलाई जाँदैछौँ
निस्किँदै घुम्दैछ फनाना घुम्दैछ। नर्वे चाहिँ यही हो। फर्केको फेरि पनि डेनमार्क माथि रेल कुदिरहेको धेरै मान्छे त यहाँ त। अघि यो पनि अघि देखाएको थियो हामीले हैन। यो खै पार्किङ रहेछ यो कत्रो धेरै के। लाइभ म्युजिक हेरेर आएको फर्किँदैछु। अब यस्तै छ क्रुभित्र। अब मतलब अब अहिले चाहिँ म 7th फ्लोरको कफी सप र फ्री मार्केटको मास्तिर सोफामा बसिरहेको छु हैन। अब यही छ, तपाईहरु आउनुहोस्। अनि आउँदाखेरि एउटा कुरा चाहिँ के भनेदेखि तपाईहरुले जति पनि खानाहरू बनाएर आफ्नो घरबाट लिएर आउँदाखेरि त्यस्तो चेक सेकिङ केही पनि नहुने रहेछ। अनि त्यस्तो ल्याएर ल्याउनु मिल्ने रहेछ जे होस्, हामीलाई त केही पनि भनेन अब हैन। अनि लगेज सगेज पनि अब रिटर्न फर्किने भन्दाखेरि त रुममै मतलब हाम्रो जुन रुम छ त्यही रुममा छोड्न मिल्ने रहेछ। अनि मस्तै छ, सबै कुरा छ। अनि लाइभ म्युजिक छ अनि सबै कुरा रहेछ। अहिले भर्खरै सबै कुरा मैले हेरेर आएँ, रमाइलो छ जे होस्। अनि राति यसरी भोक लाग्दाखेरि उहाँ मासतिर पाउँदो रहेछ कि 24 आवरवाला त्यो किनेर खान मिल्ने। अनि यहाँ तल फ्री मार्केटहरू चाहिँ जम्मा कति जम्मा 4:30 बजेदेखि 10:30 बजेसम्म मात्रै खुलिन्छ कि क्या हो, खुलिँदो रहेछ। अनि अरू सबै प्राय बन्द भयो। अब राति हो नि त, अब 11-12 बजेतिर अलिअलि उहरू क्याफेहरू खुलिरहेछ अनि अलिअलि तिनीहरू खुलिरहेछ। अनि मिल्छ यहाँनिर। पैसा जुनै पनि चल्दो रहेछ, क्रोनरदेखि लिएर अनि युरो अनि त्यसपछि उता नर्वेको नि क्रोनरै भन्छ कि क्या है, यिनीहरू सबै चल्दो रहेछ। सो तपाईँहरू आउन सक्नुहुन्छ हैन। उहाँहरू पनि देखाउने छु। यहाँदेखि उता चाहिँ बाहिर हो हैन। अहिले अँध्यारो छ नि त बाहिर, अनि केही पनि देखिँदैन। अनि गुडिरहेको हो अहिले। अनि तर कत्रो त्यो यत्रो सिपमा त्यो गुडेको फिलै नहुने के, सबै त्यो घरमा बसिरह जस्तो हुन्छ क्या। अनि सोधै छ अब। अनि बाँकी कुराहरू यस्तै। तपाईँहरू पनि यदि डेनमार्कतिर हुनुहुन्छ कतै हुनुहुन्छ भने एकचोटि जानु होला। तर मलाई चाहिँ एकदम मन पर्यो नर्वे चाहिँ हैन, एकदम मन पर्यो। तपाईँहरू नि जानु होला, त्यही भन्न चाहन्छु हैन। मलाई चाहिँ खुसी लाग्यो यस बसमा घुमियो। अनि ठिकै भयो, ठिक त्यस्तो धेरै महँगो पनि हैन, ठिक प्राइसमा हैन। त्यही छ। अब म सायद सुत्छु होला सायद है त। गुड नाइट। भोलि बिहान फेरि भेटौँला। म भोलि बिहान सायद डेनमार्क पुगेपछि भिडियोलाई इन गर्नेछु। सी यू इन मर्निङ है त। बाई बाई, गुड नाइट। अब फाइनली हामी चाहिँ डेनमार्क आइसक्यौँ। यहाँको क्रुज पछाडि छ, यता पछाडि। अनि यहाँको क्रुज चाहिँ यो हो, चाहिँ आइसक्यौँ। अब अहिलेसम्म भिडियो हेरिदिनुहोस्। एकदम